भन्छ तर पनि अब हल्का पनि त्यस्तो हल्का त छैन यो त राइस भइहाल्यो है यो इस्कुसको जरा र मटर छ सादा बनाएको छ अनि यो अचार के को अचार हो मलाई पनि थाहा छैन यो घरमै बनाएको किनेमा हो आमाले बनाउनु भएको अस्ति भनेको थिएँ मैले अनि यो अघि बनाएको अन्डा करी ल त म सुरु गरेँ थाललाई यता घुमाउनु पर्छ होला थाहा उठेर ल त सुरु गरेँ साथीहरू कताबाट सुरु गर्नु कहाँबाट गर्नु पो भयो पहिला चाहिँ म अन्डासँग खाइदिउँ न त दामी भयो ग्रेभी मलाई चाहिँ अचार बिना खानै रुच्दैन दामी अन्डा करी आमामा के साह्रो पिरो धनियाको अचार रहेछ दामी आमामा अब किनेमा खाइदिउँ है आमामा किनेमा त झन् मासुलाई जिताइदिने भएछ जाडोमा त धनियाको अचारले त पसिनै निकाल्ने रहेछ दामी भयो किनेमा दामी भएछ किनेमा चाहिँ मेरो आमाले अघि पकाउनु भएको साह्रो मिठो बनाउनु पर्छ आमाले किनेमा मिठो भएर अचार मिठो भएर यो सब्जी त खानु नै भुलिरहेछु एकछिन पर्खिनुहोस् आउँदैछु इस्कुसको जरा धनियाको अचार के साह्रो मिठो भएछ मलाई त तर जे पनि मिठो लाग्छ जस्तै बनाएको छ भने धनियाको अचारसँग लगाएर इस्कुसको जरा अब खान्छु खासमा चाहिँ भातभन्दा बेसी सब्जीले नै अगाउनु अरे नि त साह्रै मिठो यम्मी यम्मी साह्रै मिठो भएछ यति मिठो अब बेलुका भएर मात्रै दिनमा हो भने चाहिँ 2 थाल चाहिँ यसको भोरी चाहिँ जाने नै थियो
जहिले पनि थालमा आएको भात चाहिँ टाकटुकै खानु अरे नि त है। उहिले त मैले पनि छोड्थेँ, अहिले चाहिँ छोड्नु छोडेको छु। अब रह्यो अन्डा, हेर्नुहोस्। रानी चाहिँ बेसी खाँदैन नि, यति चाहिँ खाँदैन। यम्मी यम्मी। साह्रै पो मिठो भयो। दामी टेस्टी, यति साह्रो मिठो। दिउँसो हो भने चाहिँ पुरा 2 थाल खाने थिएँ, राति भयो हल्कै खाएको, तर अलिकति बेसी नै भयो भात। धन्यवाद।